हेलो नमस्ते एभ्रिवान वेलकम टु माई च्यानल। स्वागत छ यहाँलाई मेरो च्यानल प्लान्ट एन्ड डेली लाइफस्टाइलमा। नेस्टोरियम फुल्ने बेला भयो अहिले, यति राम्रो। यसपालि चाहिँ मेरो कम भयो हेर्नु न, मैले बोट सबै फालिदिएको हुन त एकदम बेसी भयो भनेर। किनभने के हुँदो रहेछ नि, यसको जरा धेरै भएर नि मेरो यो माथिको त सबै असारे फुल हो, त्यसलाई अलिकति पानी नपुगे जस्तो हुँदो रहेछ कि, अनि फाल्दै थिएँ फेरि त्यस्तै भएर आएको छ। हेर्नु न, तर फुल कस्तो राम्रो फुल्छ। दुईवटा कलर छ, एउटा यो अरेन्ज अनि एउटा चाहिँ फेरि येल्लो छ कि, कस्तो राम्रो फुल्छ। यो औषधि पनि हुँदो रहेछ, यसको बिउ पनि खाने रहेछ। र कति मैले खै त्यो टिकटकमा केमा हेरेको हो, अनि थाहा भएको अब हो होइन, खाँदो रहेछ, तरकारी पनि खाँदो रहेछ क्या। फर्सी जस्तो नफुल्ने समय एकदम झ्याङ्गिन्छ नि त, मुन्टा टिपेर फर्सीको जस्तो भएर खाँदो पनि रहेछ। तर मैले चाहिँ खाएको छैन है। तर यो जति फाल्दै पनि आफै उम्रिँदो रहेछ, फेरि यति राम्रो हुने कि। तर अहिले मलाई ठिक्क भएको छ कि, अहिले मेरो यो असारे फुल खाली भएको बेलामा यो टन्न फुलिरहेछ। त्यही भएर मेरो गार्डनको आज भद्रगोल भयो। कमला एकदम धेरै भएर यहाँ म्यानेज गर्न गाह्रो भएर, अनि फेरि सबभन्दा प्रब्लम चाहिँ सबै निकालिस भएर, सबभन्दा ठुलो प्रब्लम चाहिँ हावाहुरी आएर हेर्नु। अनि गमला कोही जति सानो गरे नि अग्लो भइहाल्छ है, अग्लो भइहाल्ने। अग्लो गमला लडाएर अनि स्ट्यान्डमाथि राख्दा झन् अलिकति हाइट हुने, स्ट्यान्ड पनि कम भएर अनि के गर्नु। अनि अग्लो सबै निकालिराखेको छु हेर्नु न, यसरी अब मिलाउनु लगाएको अग्लो यिनीहरू फेरि भाँचिने पनि हुने रहेछ कि। हाँगाइ पुरा अब सकिँदै गयो है, यस्तो बनाइछ लथ्र्याक्क। हेर्नु न, हावाले भाँच्छ हल्लाएर क्या, धेरै भाँचिला भन्ने टेन्सन भइसक्यो, भाँच्न लागिसकेछ। कति त्यस अग्लो टेको लाउनु पर्ने कि। अनि अब स्ट्यान्ड अग्लो पनि, त्यही भएर अग्लो तल झारेर यहाँ मैले अहिले अस्थायी काठको, हेर्नु न मसँग यस्तो थियो काठको यो अस्थायी स्ट्यान्ड बनाएर अग्लोलाई यो तल राखिदिनु पऱ्यो। अनि होचो गमलाहरूलाई स्ट्यान्डमाथि राख्ला म्यानेज गर्न लाग्छु। यहाँ भद्रगोल भयो भने कस्तो प्रब्लम भने हावाहुरी आएर। पहिला यस्तो हुन्थेन, अहिले काठमाडौँ एकदमै हावाहुरी आउने भएर एकदम तनाव। फाइनली मैले यसरी अहिले म्यानेज गरेँ कि, ठाउँै नहेर्नु न के गर्नु। अनि यता 2 लाइनको यो अस्थायी स्ट्यान्ड बनाएँ एउटा काठको, अनि अग्लोलाई तल झारिदिएँ कि। यता यिनीहरू चाहिँ त्यति अग्लो छैन, बाँध्दैछु है, अनि त्यति छैन। अनि होचो अनि तलपट्टि राखिदिएँ। फेरि यसलाई पनि डिस्टर्ब हुनु भएन, घाम पनि है छेल्नु मिलेन। अनि त्यही भएर यतापट्टि सानो राखिदिएँ, त्यति अग्लो छैन। अनि यो अग्लो मेरो यो लालुपाती चाहिँ दुईटै कलरको सबै मिलाएर यता राखिदिएँ। अनि उतापट्टि पनि छ 5-6वटा, उतापट्टि अलिकति हावा नआउने ठाउँमा। यतापट्टि चाहिँ हावा त्यति आउँदैन यो कर्नरमा। अब यो फुल सिद्धिन लाएँ, हेर्नु न एकदम पातलो भएर आएको छ। अब यसलाई फेरि छतमा लगाएर राखिदियो भने, अब फेरि पानी हालिएन भने फेरि सबै मरेर जान्छ कि, बिउ पनि रहँदैन। म सायद बाहिर जान्छु होला, त्यही भएर काठमाडौँ भ्याली बाहिर अब बच्चाको एक्जाम भएपछि। अनि त्यही भएर अनि सबै म्यानेज गरिदियो भने चाहिँ पानी राखिदिनेहरूले चाहिँ राखिदिनु हुन्छ भनेर मैले चाहिँ यसरी म्यानेज गर्दैछु कि। यहाँ ढक्क लाएर यतापट्टि राखिदिएँ दुईटै खालको लालुपाते। अनि यो यतापट्टि 2 स्ट्यान्ड बनाइदिएँ 2 लाइन। अनि 2टा गमला यतापट्टि राखिदिएँ। अनि यो मेरो टावरहरू पुरानो टावरको हो, अब यो एकदम बुढो भएछ। अनि यिनीहरूलाई सबै अब म रिपोर्ट गर्न लाग्छु, सबै खनाएर। यो स्पाइडर पनि त्यस्तै भएछ, स्पाइडर प्लान्ट। अनि सबै रिपोर्ट गर्नुलाई अब चाहिने जति चाहिने, नचाहिने सबै माटो भरेर राख्ने। अब बर्खा लाग्नुलाई अब बिस्तारै, पछि फेरि बर्खा लाग्ने बेलामा अनि गाह्रो हुन्छ, अहिले गरी राखिदिने, फर्केपछि मिलाउने हिसाब गरेछु। अनि यतापट्टि आधी लालुपाते यतापट्टि राखिदिएँ, अलिकति अग्लोलाई यो साइडमा राखिदिएँ वालमा। अनि यताबाट सपोर्ट हुन्छ र ढल्दैन, यतापट्टि चाहिँ होचो राख्दैछु, लडिँदैन। अनि यो लालुपाते राखेको स्ट्यान्डमा चाहिँ सबै होचो खालके फुलहरू राख्दैछु। अब फुल्न पनि तयार भएको यो भ्यागुते, यसमा मैले जेरेनियम राखेको छु है। अनि अझै अरू पनि छ, कटिङहरू सार्दैछु। अनि यो एम्ब्रेली फुल्ने बेला भएको छ, यो भ्यागुते आफै उम्रिया हो। अनि यो इन्फेसन छ यसमा। अनि यतापट्टि साइडमा चाहिँ कोलियस छ कि, 2टा लगाइदिन्छु मैले, कोलियस छ। अनि यो लेन्टना, अनि यो भेन्का है। अनि यो मेरो यो के को फुलले, यो विदेशी फुलले त मलाई त अचम्मै बनायो। भने कति अग्लो भएछ, यति सप्रिया छ है। फुल कहिले फुल्ने हो थाहा छैन है, मलाई पनि थाहा भएन। अब मैले खासमा डेलिया र पिटिना भनेर लगाएको जाडोमा, हेर्नु न। अनि के हो थाहै भएर यस्तो सप्रेछ, यता त झन् साग जस्तै भएछ। अनि मैले यो आफ्नै आइडिया लाएर, अब मैले अस्ति पनि 1-2वटा त्यस्तै गरिदिएको थिएँ। अब पनि अझै म काटिदिन्छु, जे होला काटेर म कल्मी पनि सारिदिन्छु। सर्छ, नसर्छ र अलिकति अग्लो पनि हुँदैन, बडो होचो हुन्छ भन्ने हिसाबले कि। फेरि नफुल्ने टाइम भएको भएर फेरि जाडोमा अनि बिरुवा लगाएपछि त के भन्छ अरे, बिउ जमाएपछि त नहुनु नि त, फेरि सबै उम्रेको कि मजाले फेरि। अनि फुल्ने भने खै साह्रै छैन, यो कहिले फुल्ने आई डोन्ट नो। दिक्कै लाग्यो भने सम्झेर पनि के हो यता त्यस्तै भएछ। यो एउटा चाहिँ है ह्याङ्गिङ यति अग्लो भएछ, त्यहाँ नमिलेर झुन्डाको। अब यसलाई पनि म जे होला मेरो आइडिया कटिङ गरिदिन्छु आज, सबै कटिङ गरिदिन्छु र जस्तो हुन्छ।
एकदम अग्लो भयो। अनि यसरी म्यानेज गरेँ कि मैले हावा आयो भने यो माथिको सबै झिक्दियो मेरो वालतिरको, किनभने एकदम हावा आउँछ मेरो घरमा, यहाँ हाइट छ। अनि हावा धेरै आयो भने सबै लडाउने, अनि लडाउने भएर डढ हुने भएर अनि मैले यसरी अहिले म्यानेज गरेको। आफू हिँड्दा पनि ढुक्क हुन्छ नि, पानी राख्नेलाई पनि मजाले राख्नुहुन्छ। अनि यसरी मिलाइदियो भने एकतिर, किनभने थाहा हुँदैन होला चाहिँ। यसपालि अस्ति नै काम गर्ने राखेर गएको थियो, अब पानी राख्नुलाई त्यस्तै भयो, फुल सबै मर्छ। आफू जस्तो हुँदैन, त्यही पनि अब म्यानेज त गर्नु पऱ्यो है। अनि यसरी अब सबै मिलाएर छोडेर हिँड्यो भने मलाई ढुक्क हुने हिसाबले, अनि हावाले पनि लडाउँदैन अहिले पनि, एकदम टेन्सन दिएर। अनि सब यसरी मिलाएको छु आज मैले। म यसलाई काट्दिन्छु। रहर त कति लाग्छ है गमलाहरू फुलहरू किन्नु, तर के गर्नु धेरै भएपछि एकदमै गाह्रो तनाव हुने रहेछ। तर के गर्नु, गार्डनिङ गर्दा 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 आफ्नो आइडिया गर्नुपर्ने रहेछ कि, जति जानेको आफूले जे बुझेको त्यही अनुसार गर्नुपर्ने रहेछ। अनि यसो यताउति सबै किनेरै मात्रै पनि गर्ने हिसाबमा पनि नगर्दो रहेछ कि, यसो आइडिया पनि निकाल्नुपर्ने रहेछ। अहिले त म त्यही गर्छु कि, आफ्नो आइडिया पनि निकाल्छु। गार्डनिङ गर्दा गर्दा यत्रो वर्ष भयो, अनि मिलाउँछु हरेक कुरा। स्ट्यान्ड पनि कति किने कि, स्ट्यान्ड पनि यति किने कि अब एकदमै धेरै छ कि स्ट्यान्डै। अनि अब राख्ने ठाउँ पनि हुँदैन है, अनि बेसी हुन लाग्यो। यसो सार्न पनि गाह्रो हुने, कोही कोही बेला यस्तो हिँड्नु पर्दा हो, यस्तो हुँदा पानी दिनु गर्नु एक्लै त एकदम अप्ठ्यारो घर है सबै। अनि अहिले अलिकति कम्ती गरिदिनु पऱ्यो भनेर अनि यसरी आइडिया निकाल्नुपर्ने रहेछ कि। जे छ घरमा त्यो काठको पुरानो मेरो माथि स्टोर खोर जस्तो थियो, त्यसको यो थियो। अनि काठ मैले त्यसलाई निकालेर अस्थायी स्ट्यान्ड बनाइदिन्छु कि, बनाइदिएँ। यसलाई मैले जे पर्ला पर्ला काटिदिएँ। ल मेरो आइडिया निकालेर एकदमै बेसी अग्लो भयो कि, अब चाहिँ बुसी होला भनेर नि। एकदम बेसी भयो, फुल्ने सार मैले देख्दिनँ। अनि गमला चाहिँ एकदमै अग्लो भएर आयो। फुल झन् हावाले लडाउने बेलामा है, जे होला होला, आफ्नो आइडिया पनि निकाल्नुपर्ने रहेछ। त्यही भएर अब यसलाई म लगाउँछु पनि, कलमी हुन्छ हुँदैन है त्यो पनि देखाउँछु पछि। अनि अहिले चाहिँ मैले लगाउँछु गरिदिएँ। यही नै आजको मेरो गार्डनिङ अपडेट थियो। कस्तो लाग्छ यहाँहरूलाई मेरो आइडियाहरू? यसो मन पऱ्यो भने लाइक गरिदिनु होला, साथै केही छ भने कमेन्ट पनि गर्नु होला। नयाँ साथीहरू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू सो मच। नमस्ते, बाई बाई। नेक्स्ट भिडियोमा फेरि भेट्नेछु।